धरतीको धुलो भइजाऊ संसारका दुःख सबै आफैले जाऊ हो 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 मन त भन्छ धरतीको धुलो भइजाऊ संसारका दुःख सबै आफैले जाऊ यहाँ सक्नेलाई तबरै अन्याय नि माफ छ छोरी चेली लुटिदा नि उसैको नि साफ छ सानो ठुलो जात भात कुञ्चौतारी बिसाउने छैन कोही दुःख पर्दा आँसु पुछी हँसाउने मनको पीडा मनमै राखे अब कहाँ जाने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने ख्याल गरे नि सचेत रहनु हुन्छ काजी बुवा राधाले आफ्नो बुवासँग आफै कुरा नगर्नुन्जेल म केही नि बोल्दिनँ के म जान्छु है हुन्छ दिनु भयो भने त समाजले हजुरलाई थुक्छ चुप लाग तैँले त्यही कुरालाई हतियार बनाएर मेरी छोरी आफ्नो बनाउन खोजेको होलास् मेरो मन पनि त्यति कमलो छैन बरु बगेको खोला माथि फर्केला तर मेरो मन त्योप्रति फर्किन्न बुझिस् त्यही त रामप्यारी काकी यदि त्यो राधा सानेसँग पहिला गई भने त बिचरा रामलाल त झुन्नेर मर्छन् होला है अनि तिम्रो नाम त थाहा पाएँ तिम्रो नाम के हो नि बाबु यसको नाम मिठे मेरो नाम मैले आफै त भन्छु कल पल्टने बुवासित मेरो नाम त सुलाजु थाहा छ साने मैले हाम्रो सम्बन्धको बारेमा सबै कुरा बुवासँग भनेको थिएँ बुवाले मान्नु भयो नि के भन्छ नि ए भगवान मैले यो के सुन्दै हो दादा यो कुरा साँच्चै हो हे भन त यदि यो कुरा साँच्चै भइदिएको भए हामी दुईजना कति खुसी हुन्थ्यौँ होला है सानो ए भनेपछि बुवासित तिमीले हाम्रो सम्बन्धको बारेमा केही नि भनि हैनौ नै साने तपाईँसँग जिस्केको मात्र हो जिस्किन यो सानो तिनो कुलो कल यहाँ हाम्रो जिन्दगीको सवाल छ के त्यो त थाहा छ साने तपाईँले के भन्नुहुन्छ भनेर मन चोरिक्यौँ के नरिसाउनु न सताउनलाई तपाईँ बाहेक यो गाउँमा मेरो कुनै छ र नरिसाउनुहोस् के भएछ भाइ बुवा घर आउनु होला कल घरमा त आउनुभयो तर घर आएदेखि मसँग राम्रोसँग बोल्नुभएकै छैन मलाई एकदम डर लाग्छ सानो मैले हाम्रो बारेमा बुवासँग के भनौँ फेरि बुवाले के भन्नु नि ए तिमी अब यस्तै डलाउन लाग्यो भने त चाँडै चाहिँ हुने भयो के हो नि होला तिम्रो अर्कैसित बिहा मैले तपाईँ बाहेक अरूलाई सोच्न पनि सक्दिनँ मैले सक्छु न के त्यस्तो भन्न खोजेको छैन के सानो भयो के भयो धेरै कुरा नगर्ला म अस्ति नै बुवा पल्टनदेखि आएपछि मैले हाम्रो सम्बन्धको बारेमा बुवासित भनेर जसले नि मनाउँछु भन्थ्यो अहिले फेरि क्यालाई डराइउ त यतिका वर्षपछि बल्ल बुवा घरमा आउनुभयो मैले बुवालाई राम्रोसँग बुझ्न नि पाएँ छैन एक्कासी हाम्रो बारेमा भन्दाखेरि डर त लागिहाल्छ भो डर लाग्छ भन्दैमा यसरी बुवासित हाम्रो सम्बन्धको बारेमा केही नभनेर बस्नु त भएन नि भोलि बिहान गएर फेरि बुवाले अर्कै केटो हेलेर तिम्रो बिहा गरिदिन लाउन भने पछुताउनु बाहेक अरू केही विकल्प हुन्न यदि तिम्रो बिहा अर्कै केटासित भयो भने
मेरो हालत के हुन्छ यसो सोच त। अरूसँग त बिहे गर्न नि पर्यो नि। तपाईँ मात्र हो कि मेरो, म त तपाईँसँगै बिहे गर्ने हो। अरूसँग बिहे गर्न पर्यो भने उतै पारीको दरे भिरबाट आम फालेर मर्ने। जत्थेलसुकै मोल्ने कुरा मत गर्छु नि यार। मोल्ने कुरा नगर्ला के। तिमीलाई बुवाले हाम्रो सम्बन्ध स्वीकार्नुहुन्छ जस्तो मानेछु कि मैले। अस्ति तिमीलाई बुवालाई जङ्गलतिर खोज्न जाँदा मिथे दाइ र म भेद भएको थियौँ। त्यसपछि हजुर मलाई राधाको बुवाले छोरी दिएला नि त। अब पहिला राधाका बुवालाई खोज्न त जाऊँ, त्यहाँबाट यो कुराको छलफल गरौँला के मिथे दाइ। ए भाइ एकैछिन पख त। ए सानै, राधाको बुवालाई त हामीले खोज्दै हिँड्थ्यौँ, राधाको बुवा त उनको हामीलाई खोज्दै हिँड्यो नै। के हो कुरो? खै मिथे दाइ हामीलाई खोजेको हुन नि बोलाएको होला नि। जेउस राधाको बुवा फर्केर घर आउन हौ। अब मेली कान्छी कुतुलीले पिल मान्ने भयो नि के। होइन हजुर, तपाईँले त हामीलाई चिने जस्तो गरेर बोलाउनु भयो नि। नचिने पनि क्या नाम, हाँस्दै बोल्दैमा के जान्छ र भाइ। त्यही त बुवा, हेर्नु त मिथे दाइ। जेउस बुवाको मन सफा रहेछ के, सबैसँग हाँस्दै बोल्दै हिँड्न मन लाग्ने रहेछ के बुवा लानी, ठ्याक्कै म जस्तै। हो हजुर, यो पनि तपाईँ जस्तै सफा मनको छ। अब एउटै गाउँमा बसिसकेपछि चिनजान त गर्नै पर्यो। यत्रो 18 वर्ष पल्टनमा बसेर फर्केको छु। अनि तिम्रो नाम त थाहा पाएँ। तिम्रो नाम के हो नि बाबु? यसको नाम मिथे दाइ, मेरो नाम मैले आफै त भन्छु कल पल्टने बुवासित। मेरो नाम त सुरज हो। ए सुरज, भेटेर खुसी लाग्यो। हाम्रो घरतिर पनि आउने गर्नु। पल्टनबाट कोसेली लिएर आएको छु, बाँडी चुँडी खाउँला। ल अहिले म लागेँ। हुन्छ हुन्छ। बुझ्यौ, अरू तिमीलाई बुवाले मलाई लाउले मिठाई खानलाई घर अनि बोलाउन थियो के, म नआएर मत्ती हो। एकैचोटि अब तिमीले हाम्रो बाले कुरा गर्थ्यौ, त्यहाँबाट सिधै हात माग्न आउँछु भन्ने सोचेर बुवालाई मैले सानो नाम नभनेर चिनाको नाम भने हो। त्यो चिनाको नाम भएपछि बिहाको साइड यता त्यता लगन सगन जुलाउन सजिलो हुन्छ के कान्छी कुतुली, त्यही भयो हो। भएछ खुबै, आफूलाई के गरौँ र कसो गरौँ भयो। है तेलिका होला त तिमी यसरी नआत्यौ कि नहल बोलाऊ। धैले भएर काम गर्न पर्छ के, काम गर्न खालि तिमी खुलु घर गएर बुवासित हाम्रो बारे सबै कुरा गर। मान्नेछ भने ठिकै भयो, यदि मान्दैन भने अर्को बाटो अप्नाउँला नि। के बाटो अप्नाउने हो र सानै? है तेरी दादा, तिमी त्यो कुरो मेला हात छोडिदिउ के। बरु तिमी गएर बुवालाई जसरी पनि नडराइकन यो कुरो बताउने कोसिस गर के। बताउँ त बताउँला, फेरि बुवाले के भन्नु नि। हे तेली दादा, त्यो त बताएपछि थाहा हुने कुरो हो त। तपाईँलाई त जे कुरा नि सजिलै लाग्छ। ल ल म गएँ, फेरि बुवाले कहाँ गई भनेर खोज्नु होला। हुन्छ लादा, जाऊ तल मन डलो बनाएर जाऊ, सबै कुरो ठिक हुन्छ के है। लाउले बाले त्यो मनको कुरो बुझ्दै त हुन्छ, बुझ्दिन होला त क। यहाँ भैँसीले दुध फत्तै घटायो। राम्रोसँग कुरोपानी गरेको छैनस् कि हो? मैले त राम्रैसँग दिनका दिन ढेक्दैछु त। बरु अस्तिदेखि खोली सिद्धिएछ, त्यही भएर थोरै होला। ए खली सकिसक्यो? पहिल्यै भन्नुपर्छ नि लाटा। यसो गर, यो दाउरा चिरिसकेपछि चिबेको मिलमा जा। मैले त्यहाँ युवराजलाई 1 बोरा खली बनाएर राख्दै भनेको छु। हुन्छ गाजीबा। ल राम्रोसँग चिराइयो। ल भाग्य पानी भयो हेर्नु पऱ्यो। आज कताबाट बाटो बिरायो। छोरो परदेश गएदेखि अहिलेसम्म यो गाउँमा नाक देखाएकी थिएन। के कामले आयो? त्यस्तो होइन बुवा, घरको काम घाँस दाउरा गर्दाखेरि भ्याउँदै नभ्याएर हो।
होइन एक्लै मान्छेलाई पनि त्यस्तो भ्याइ नभ्याइ हुँदो रहेछ। अनि सानकाजी परदेश गएदेखि फोन सोन पत्र केही खबर पठाउनु भयो कि नै त? नै मिठे दाइ, गएदेखि अझसम्म केही खबर छैन। अनि के भन्छ नि? हो बुवा, परदेश पुग्दा बित्तिकै पत्र पठाउँछु भन्दै हुनुहुन्थ्यो। अहिलेसम्म केही खबर छैन, न पत्र पठाउनु भयो न फोन नै। मलाई त कस्तो डर लागेको छ परदेशको ठाउँ। होइन, दुई हप्ता बितिसक्दा पनि केही खबर नआएपछि मलाई भन्नु पर्दैन? मैले त बुहारीसँग कुराकानी भइरह्यो होला भनेर केही सोधपुछ गरिनँ। आखिर त्यसले खबर चाहिँ किन गरेन? खै बुवा, खबर नै गर्दिन भनेर त होइन होला नि, कतै केही समस्यामा पर्नु भएर हो कि? यो कुरा पहिले सोच्न पर्दैन थियो बुहारी। केही गर्छु भनेर ठुला ठुला आश बोकेर गएका नेपाली काठको बाकसमा लास बनेर फर्केको देखिएको छ। गाउँमा छन्जेल काजीको छोरो साहनसँग बसेको थियो, साहनसँग घुमफिर गरेको थियो। यही केही गरेको भए पनि त हुन्थ्यो नि। आखिर तिमीले मताएर घरबाट पनि निकाल्यौ। आखिर तिमी नै मातिएर त्यसलाई परदेश पनि पठायौ। अब के हुने हो केही थाहा छैन। तेरिका काजी बा, सानकाजी कतै अप्ठ्यारोमा त पर्नु भएन? म पनि पहिला परदेश जानलाई खुब बसेको थिएँ, धन्न साने आएर रोक्यो। परदेशको ठाउँ सानकाजीलाई कसरी खोज्ने? न आमापट्टिका छन् न बाबुपट्टिका। खै मिठे, के गर्ने कसो गर्ने? छोराछोरीले बाबुआमा नभने पनि आफ्नो रगत भएपछि माया लाग्दो रहेछ। यदि छोरासँग फोन सम्पर्क भएको भएदेखि तिमी यहाँ आउने थिएनौ बहुरानी। अहिले दुःख पर्दाखेरि द्वार माग्न आइछौ म तिम। जे भए पनि छोरो हो। भन बुहारी, तँ को मार्फत परदेश गएको? कसले बिसा खसाल्यो? खै बुवा, को मार्फत जानुभयो, के गर्नुभयो, मलाई त केही पनि भन्नु भएन के अरे। भन्नु भएन क्या रे? कुरा सुन्दा पनि कम्परा तातेर आउँछ। आफ्नो बुढो कहाँ जाँदैछ, कोसँग जाँदैछ, श्रीमती भएपछि यति कुरा जानकारी राख्नु पर्दैन? ल 2-4 दिन हेरौँ, कताबाट खबर आइन्छ भने मैले विकल्प चाल्छु। तपाईँकै छ सानकाजी नि। अब परिवारसँग सानकाजीलाई भत्काएर परदेश पठाउनु भयो। उहाँदेखि पैसा छैदी पठाउँछ र यहाँ बसेर खुट्टा पसारेर ल्याम्म खान्छु भन्ने सोच्नु थियो होला। सपना चकनाचुर भयो। किन हाँसिरहेछस्? दाउरा पछि आएर चिरलास, मसित हिँड। अहिले एक्कासी फेरि झोला बोकेर कहाँ हिँड्ने र काजी भाइ? हिँड्न, मैले बाटोमा भनौँ ल। भन्छन् साने त्यही लाउरेलाई आफ्नो छोरी भिराइदिएको भए बरु पेन्सन खुवाएर राम्रोसँग त पाली लिन्थ्यो। त्यो 2 कौडीको सानेले आफूले खानी गाँस त छैन, त्यो राधेलाई लगेर कसरी पाली लिन्छ? एक त त्यो तल्लो जाति, 2 नम्बरमा त्यो गरिब। आफै सोचिदेऊ त। बुवा चलो बुवा, हजुरलाई त मैले निराश देख्छु नि, के भयो र? केही न छोरी, यतिका वर्ष पल्टनमा बसेँ, तिमीहरूलाई बुवाको माया कस्तो हुन्छ महसुस गराउन पाइनँ। त्यही भएर भइहाल्यो नि,
बितेको कुरा सम्झेर किन निराश हुनुभएको? अब तपाईँ पल्टनबाट आइहाल्नु भयो, तपाईँको माया पाइहाल्छ नि। चिया खानुहोस्, चिसो हुन्छ फेरि। छोरी तिमीसँग एउटा कुरा गर्नु छ। के कुरा हो र बुवा? भन्नुहोस् न। भनौँ कि नभनौँ, यो समाज गलत हो, छोरी गलत हो, केही बुझ्नै पाएको छैन। कता टोलाउनु भएको बुवा? के भन्छु भन्दै हुनुहुन्थ्यो नि, भन्नुहोस् न। कोही होइन छोरी, तिमीलाई पल्टनबाट कपडा ल्याइदिएछु, बाकस खोलेर हेर त मिल्छन् कि मिल्दैनन्। हुन्छ बुवा। ल अस्ति यिनले यो गाउँको काजी मान्थे, सानेको हो भनेर यिनले चिनेको थियो कि यिनीहरूलाई सोध्ने पो हो कि? ओहो काजी साहब नमस्कार है। नमस्कार नमस्कार। होइन बेसरी पहिलेदेखि चिने जस्तो गर्यो त रामलाल। तपाईँले अस्ति यो गाउँमा म यो गाउँको काजिम भनेर भन्नुभएको थियो नि, त्यहीबाट चिनेको नि। क्या नाम तपाईँले पनि त मेरो नाम पहिलेदेखि चिने जस्तो गरेर बोलाउनु भयो नि। होइन तिमीलाई मैले यो गाउँमा नदेखे पनि नाम त सुनिराखेको हो नि। जे होस् मान्छे स्वादे रहेछौ। त्यही त काजीबा, हिजो सानेले र मैले नि भेटेको थियौँ कि हामीलाई पनि मान्छे स्वादै लाग्यो। हजुरसँग एउटा सानो कुरा गर्नु थियो, कता हिँड्नुभयो कुन्नी? छोरो परदेश पसेको पनि 1-2 हप्ता भइसक्यो, केही खबर आएन। त्यही भएर चिना लिएर ज्योतिषी कहाँ हेराउनु हिँडेको। ओहो यत्रो दिनमा त खबर गरिसक्नु पर्ने। के भएछ र? क्या नाम चिना हेराएर पनि त्यस्तो कुरा थाहा हुन्छ र? पत्ता लागे पनि नलागे पनि यो मनको डाह त मेटिन्छ नि। बरु के सल्लाह गर्न भनेको थियो भन न। तपाईँ क्या नाम यस्तो पीडामा हुनुहुँदो रहेछ, पहिला यो कुरो हेराएर आउनुहोस् अनि तपाईँसँग फेरि कुरा गरौँला। ल हुन्छ। हस् त नमस्कार। बुवा हेर्नु न, म कस्तो देखेँ। छोरी कपडा त मैले तिमीलाई नापेरै ल्याइदिएँ जस्तो भएछ नि। कति राम्रो सुहाएको छोरीलाई। आखिर छोरी कसको? त्यही त छोरी। छोरी बाक्सामा पल्टनबाट लिएर आएका मिठाई छन्, जो निकाल त। अनि बाउ छोरी भएर गाउँले कहाँ बाँड्न जानुपर्छ। ल ल हुन्छ बुवा। ल मौका यही हो, मिठाई बाँड्ने बाहनामा सबै गाउँलेका घर घर गएर सोधेपछि कसो पत्ता नलाग्ला त्यो सानेको हो भनेर। यो जाडा घाम ताप्नुको मजै बेग्लै यार। अन्त एउटा गीत गाउन पर्यो फेरि। के गीत गाम? हे छोलाको कलाउनु तिले काट्नु मनै काट्यो, जाँदा जाँदै मुन बाटोको दुईटा बाटो फाट्यो, एउटा बाटो पलदेश अर्को घलदेश, परदेशी ल घलदेशीको कहिले होला भेट, आशा बोकी जाने हालु लास बनिया। यस्तो बेला यस्तो गीत नगान। होइन काजीबा, कस्ता बेला कस्तो गीत गाएन। नमस्ते। हेर्नु साने, त्यो सानगाजी परदेश गएको, अहिलेसम्म चिठी पत्र केही खबरै नगरिकन उतै हराउनु रहेछ। अब त्यही भएर यसो हेराउने कहाँ गएर हेराएर आएको। होइन मिठाई, के भन्नु हो तपाईँले? हेलाउनेले के भन्नु? के भन्ने हो, हेराउनेले त भेटाउनै मुस्किल छ भन। काजीबा बोल्यो के बोल्यो? कुरो त्यसै हो साने। अब के गरौँ र कसो गरौँ भइरहेको छ मलाई। अब काजीबा पिल नगल्नु के, त्यो हेलाउने मुलाले त्यसै भन्यो होला। मिठो दाइ, अस्ति नै मैले भन्ने थिएँ नि, बाबुआमाको माया छोराछोरीमाथि, छोराछोरीको माया बुढीमाथि भनेर। सानो कजिनीलाई केही स्वाद हो न, बिचोला हाल्नु त काजीबाले।
त्यही त साने सानकाजीलाई पनि चिठी पत्र खबर केही पनि आइरहन्छ। त्यही भएर काजीबासी त दुःख बेसन आकी अब दुःख बेसन आइहालिन्। यहाँ काजीबालाई आपत छ, बिहानदेखि खान नफुट्न त्यसै हिँड्नु भयो। त्यस्तै लैछ मिठो राई, त्यस्तै लैछ। दुःख पाल्न मात्रै सम्झिन्छन् सबैले, स्वाल्थी दुनियाँ। काजीबा त्यही नि पिल नगल्न होला, भेटिदिनुला नि अब। ल ल साने मिठे इन्जाम गर। काजीबा तपाईँ घर जानुहोस् भयो, खली ल्याउन छ, सानो र म गएर लिएर आइहाल्छौँ। ए हो त नि। ल साने मिठीसित गएर खली लिएर आइज है। साने जाऊ। त्यहाँ त चिरेको मिना जाने हो क्या? त्यही हो क्या, त्यो युवराज कहाँ? कान्छेको टोलीलाई मैले के अरे भन्छन् साने। छोरी सर्वप्रथम कसको घरबाट बाँड्दा राम्रो होला? काजी बुवा घरबाट बाँड्नु। काजीबा त गाउँतिर काम छ भन्दै ऐनी यता लाग्नु भएको। अरू कसको घरबाट बाँड्दा राम्रो होला छोरी? त्यसो भए सानीकोबाट बाँडौँ। आखिर जे चाहेको थिएँ त्यही पनि भयो। साने ल ल हुन्छ छोरी, ल हिँड बताऊ घर, तिमी बताऊ त। जो होस् मलाई मतलब छैन। तिमीहरूलाई पैसा दिइसकेँ, मेरो काम जसरी हुनुपर्छ। त्यसो नभन्नुहोस् न दाइ, तपाईँले दिएको सबै पैसा रामप्यारी काकीले राख्नु भएको थियो। हिजोदेखि चापी लगाएर कता जानुभएछ हौ कता? म एक्लैले के गरौँ अब दाइ? त्यो कुरा थाहा भएन बहिनी, जे गरे गर। रामप्यार दिदीलाई खोजेर जसरी हुन्छ मेरो काम गर्नु पर्यो नि। त्यसै त म आफै पीडामा छु दाइ। परदेश बसेको मेरो श्रीमानको अत्तो पत्तो छैन, गएदेखि केही खबर छैन। तपाईँले त्यो सानालाई सिद्धाउन भनेर दिएको पैसा लिएर रामप्यारी काकी पनि कता भाग्नुभयो, केही थाहा पत्तो छैन। म एक्लैले के गरौँ भन्नु न दाइ? यति भनिसकेपछि मैले केही भन्न पर्छ जस्तो लागेन। तपाईँलाई धेरै धेरै धन्यवाद दाइ। अब म घर जान्छु है। मैले तिमीलाई घर पठाउनु कहाँ खोजेको र? रामप्यार दिदी नआउँछ अरे, तिमी यतै बस्ने। मैले जे भन्छु दाइ तपाईँले के गर्नुभएको? दाइ छोडिदिनु दाइ, दाइ दाइ छोडिदिनु दाइ, नै दाइ दाइ करा दाइ 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 के गर्नुभएको तपाईँले? छोडिदिनु दाइ, दाइ छोडिदिनु दाइ। होइन बहिनी, के भयो? केही होइन दाइ, कतै मैले यो काम गर्दिनँ भन्ने हो भने राधाको हालत जस्तै त गराउने होइन। अनि बहिनी तिमीहरू दुईजना मिलेर गर्छु भनेको काम हो। रामप्यार दिदी जहाँ जाउन् मलाई मतलब भएन। तिमीले त त्यो काम गर्छौ नि। हुन्छ दाइ, रामप्यारी काकी नभए पनि तपाईँको काम मैले जसरी भए पनि गर्छु। तपाईँ ढुक्क हुनुहोस्। अहिले चाहिँ म घर जान्छु है दाइ। हुन्छ हुन्छ। हस्। यो त सानकाजी नि हो। सानकाजीको उता लापत्ता छ। यो फेरि सानकाजी के चक्कर चलाएको? मिठी राई त्यो केटा त लाउले हो। लाउले भनेर त राधाको बुवा बनेर आएको थियो है। त्यही हो र? हेर्नु त। हो होइन, राधाका बुवाले त्यसलाई कहाँ लगेर छोड्नु रहेछ ल। यो कुरो त काजीवाला त भन्न पर्यो नि। माथि यता निचेल जाऊ, यता। मिठे राई, आज मैले राधा हामी दुईटाको सम्बन्ध बिचको कुलो बुवासित गएर त भनेको थिएँ। राधाले भनिन् कि भनिन्, तिमीले अब मलाई मिला खली लिन लिएर हिँडिहाल्यौ। के हो मिठे राई, लाउले बाले मानेबाट जत्लै स्वाद हुन्थ्यो नि हुन्थ्यो।
छोरी ढोका लाग्छ त छोरी। कहाँ जानुभएछ र? सानै सानै त भन्यो छोरी। यो सानै भन्ने कसको छोरो? मैले भन्नै पर्दैन कि बुवा, तपाईँले भेटेपछि आफै थाहा पाउनुहुन्छ को हो, कस्तो मान्छे हो भनेर। बरु यहाँ म आफै आएर पछि दिन्छु, अन्त बाँड्दै रहौँ। जामिनु बुवा। होइन, तिमीलाई मैले यो गाउँमा नदेखे पनि नाम त सुनिराखेको हो नि। दियोस्, मान्छे स्वादे रहेछौ। त्यही त काजीबा, हिजो सानेले र मैले नि भेटेको थियौँ कि हामीलाई पनि मान्छे स्वादै लाग्यो। अनि तिम्रो नाम त थाहा पाएँ। तिम्रो नाम के हो नि बाबु? यसको नाम मिठेलाई। मेरो नाम मैले आफै त भन्छु कल पल्टने बुवासित। मेरो नाम त सुलज हो। सानो सुर सानो सुर। अनि यहाँ के भइरहेछ? हवा कहाँ जाने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने।